त्यसमा मिक्स गरेँ। त्यसपछि चाहिँ अब मैले अघि नै जुन सामग्रीमा राखेको नुन थियो त्यो नुन पनि त्यसमा एड गरेँ। नुन चाहिँ हजुरको आफ्नो स्वादअनुसार यहाँ एड गर्न सक्नुहुन्छ। र नुन पनि राखिसकेपछि अब यसलाई बिस्तारै यसरी भुट्ने। हजुरले चाहिँ यो यसरी चाहिँ तरकारी एकदमै सजिलोसँग, एकदमै धेरै सामग्री पनि चाहिँदैन र एकदम इजिली बनाउन सक्नुहुन्छ र एकदमै मिठो पनि हुन्छ। ल यो अब अलमोस्ट यो पाकिसकेको छ। हेर्नु त कति रातो, कति हेर्दै कस्तो मिठो खाम जस्तो भएको। र अब आलु पनि पाकिसकेको छ र आलु यसमा चाहिँ हामीले पानी हालेको छैनौँ। हेर्नु त आलु कस्तो रातो भएर पाकेको छ, हेर्दै एकदमै मिठो। र खानासँग, रोटीसँग, जेसँग पनि हजुरले खान सक्नुहुन्छ। र हाम्रो चाहिँ यो लन्च टाइमको तरकारी भएकोले हामीले चाहिँ बिहानको खानासँग खाँदैछौँ। र यससँग चाहिँ एकदमै मिठो हुने भनेको पापड पनि हामीले पुऱ्यायौँ। त्यसपछि अब हाम्रो लन्च रेडी छ, खाना रेडी छ। दाल, अनि त्यसपछि मोही, पापड, भात, अनि यसमा चाहिँ आँपको अचार पनि एकदम मिठो हुन्छ। यसरी बनाएर हजुरले खान सक्नुहुन्छ। धन्यवाद।